आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि आराम कुशलै छु भन्दै आज म नयाँ भिडियोको साथमा उपस्थित भइसकेको छु साथीहरू। त्यस्तै गरी हाम्रो यो काम चाहिँ रहेको छ कपनको कपन हाइट स्तूपा। यसलाई एउटा च्यान डाँडा पनि भनेर चिनिन्छ। त्यस्तै गरी हाम्रो चाहिँ काम सुरु हुँदैछ, काम गर्दैछौँ। फुल फिनिसिङ प्रोसेसमा हाल्नुपर्ने यो कामहरू पनि हाम्रो चाहिँ काम भर्खर काम हुँदैछ है। यो चाहिँ हाम्रो डिजाइनको काम यस्तो हुन्छ। हजुरहरूलाई पनि गर्नु पर्यो, इच्छा लाग्यो कुनै पनि काम गर्नुपर्ने छ भने हामीलाई सम्पर्क गर्नुहोला। त्यस्तै गरी सम्पर्क नम्बर पनि अब भन्न त मिल्थ्यो, अब अलिकति धेरै भाइरल हुन्छ कि भनेर गोपनीयतै राख्नु पर्ला, त्यसलाई चाहिँ फोकस नगरौँ हुन्छ यहाँ चाहिँ है। हाम्रो सम्पूर्ण साथीहरूलाई त्यस्तै गरी यता चाहिँ हाम्रो कपन हाइटमाथि यहाँ चाहिँ हाइट अलिक जाम हुँदैछ धेरैजना कामको प्रोसेसिङहरूमा। त्यस्तै गरी भाइ काम गर्दै हुन्छ। त्यस्तै गरी हामी एकजना सर आउँदै हुन्छ ढुङ्गा बोकेर। आजबाट हाम्रो काम फाइनल भइसक्यो है। आजबाट यहाँको काम चाहिँ लगभग सबै पार्कको काम थियो। यो सबलाई चाहिँ ढुङ्गा छाप्ने काम चाहिँ हाम्रो फाइनल भयो। दामी देखेको छ है, क्लियर देखाएको छ। यो यता चाहिँ पुरानो ढुङ्गा निकाल्ने होइन, म बजेट छैन भनेको थिएँ, त्यही भएर यताको चाहिँ हामीले क्लियर नै चुक्यो। ढुङ्गाले अझै पुगेन, तैपनि अब यसपालिको बजेटमा चाहिँ यता नै काम गर्ने भन्ने कुरा आए पछाडि चाहिँ हामीले यति नै गरी यहाँबाट उता चाहिँ ढुङ्गा पुगेन है। त्यस्तै गरी यता चाहिँ पाइलिङ गर्दैछ है। यहाँनिर पाइलिङको काम पनि हुँदैछ। पाइलिङ काम त्यो वाल चाहिँ बरुसम्म लाग्छ। यो वाल चाहिँ यहाँ धेरै नै पहिरोहरू गएको कारणले चाहिँ यो वाललाई चाहिँ उता लगेर ठ्याक्कै यो यहाँबाट सिधै उता लगेर यो चाहिँ तल क्रस गर्नुपर्नेछ। अनि त्यस पछाडि यसपालिको प्रोजेक्टको काम चाहिँ यति नै भयो। यो च्यान डाँडाको है। अब अर्को बजेटमा फेरि काम चाहिँ गर्छन् होला, गर्नुपर्ने होला। अब यसपालि चाहिँ मेरो टुङ्गामा पऱ्यो। अर्को पालि चाहिँ अब म नेपालमा भएन भने अरू साथीहरू गर्नुहुन्छ होला। त्यहाँ चाहिँ बजार छ है, बजार पाइलिङ हुन्छ। त्यसरी माथि गएको थियो, माटो झिक्नुपर्छ त्यसरी गएको बनाउनु पनि लाउँदा काम हुन्छ है। सम्पूर्णले यो भिडियो आइसके पछाडि हेरेर लाइक सेयर सब्सक्राइब चाहिँ पक्कै पनि गर्नु नभुल्नु होला। आउँदो दिनहरूमा पनि यस्तै भिडियोको साथमा उपस्थित हुने बाचा गर्दै आजको भिडियो चाहिँ यही अन्त्य गर्न चाहन्छु। सम्पूर्णलाई हजुरको दिन सुखमय रहोस्। हजुरको दिनलाई आज हजुरको दिन राम्रो दिनचर्या राम्रोसँग बित्योस्। सम्पूर्णलाई सोचेको कामहरू गर्नुहोस्। त्यही भन्दै आजको भिडियो चाहिँ यही एन्डिङ गर्नु है त।